Welcome to Unnati, the growth conversation. We are in the fourth episode of Unnati, the growth conversation, and this time हामी एउटा मल्टिडाइमेन्सनल फिगरलाई डिस्कभर गर्न गइरहेका छौँ एन्ड हि इज मल्टिडाइमेन्सनल फिगर इन अ सेन्स उहाँ बिजनेस कन्सल्टेन्ट, इन्टरनेसनल एजुकेसन स्पेसलिस्ट, youth activist, proud lions and many more. उहाँको धेरै इन्ट्रोडक्सन्सहरू छन् and he is one and only Saroj Mahato sir. Sir, you are welcome to the Unnati, the growth conversation, and we are in the fourth episode. Thank you. So our questions will be focused for the young one who wants some advices, especially अहिले भर्खर एसी सकेको छ and most of the students are confused what to do next and धेरै अन्य youthहरू those who want to have some advices will be centered towards them. Without delay, our first question to our Saroj sir is, सर अहिले भर्खर हाम्रो धेरै विद्यार्थीहरूले एसी सकेका छन् र उनीहरूले अब काठमाडौँ आउने कतिले त सोचिसकेका छन्, कतिले कता जाने सोचिसकेका छन्. स्पेसली अब हाम्रो तराईको अडियन्स बढी भएको कारणले तराईका विद्यार्थीहरूको लागि व्हाट इज योर एडभाइस टु देम? सर्वप्रथम धन्यवाद यो एपिसोडको लागि र म एकदमै भाग्यशाली पनि छु आज यसरी यो एपिसोडमा आएर भन्न पाउँदा. अनि लगभग म पनि तराईबाटै बिलङ गर्छु, तपाईँ पनि तराईबाटै बिलङ गर्नुहुन्छ होइन. सो तराईबाट बिलङ गर्ने परिवारहरू मलाई लाग्छ मनले धनी हुनुहुन्छ, तनले धनी हुनुहुन्छ, फाइनेन्सियली पनि धेरैजना इक्विप्ड छन्. तर धेरैजना भनिराख्दा पनि त्यसको अलिक बढी चाहिँ जस्तो ज्ञान लिनुपर्ने त्यस्तो ज्ञान लिन सक्नु भएको छैन होइन. सो त्यसले गर्दाखेरि अब अहिलेको जेनेरेसन र पहिलाको जेनेरेसनमा धेरै फरक छ. अहिले पहिलाको जेनेरेसनको मान्छेहरूसँग टेक्नोलोजी थिएन, अहिलेको जेनेरेसनसँग टेक्नोलोजी छ. अहिलेको स्टुडेन्ट्सहरू मैले देख्छु धेरै अगाडि छ, किनभने अब च्याट जिपिटी जस्तो संस्करणहरू आइसकेका छ होइन. अब अहिले एसी दिएको बच्चाहरूमा चाहिँ मैले एडभाइस गर्नु पर्दाखेरि चाहिँ मलाई लाग्छ उनीहरूलाई हामी जुन बेलामा एसी दिएको थियौँ, एसएलसी भन्थ्यौँ त्यो बेला चाहिँ एसएलसी सकेपछि डक्टर बन्ने, इन्जिनियर बन्ने, पाइलट बन्ने भन्ने खालको सपनाहरू बुनेर आउँथ्यौँ हामी होइन. सो त्यो बुनेर आउँदाखेरि चाहिँ यहाँ आएर एमबिबिएसको तयारी गर्थ्यौँ. ब्याक इन 10 इयर्स 12-14 इयर्सको कुरा गरिरहेको छु मैले. र यहाँ आउँदाखेरि कतिपय सपनाहरू चाहिँ अपुरो हुन्थ्यो, किनभने त्यो पढ्नलाई धेरै अमाउन्ट अफ पैसा चाहिन्थ्यो. त्यो बेला चाहिँ तराई बस्ने बासीहरूसँग त्यो अमाउन्ट अफ पैसा हुन्थेन. कतिपय मैले मेरै परिवारमा देख्छु 3 वर्ष 4 वर्ष लगाएर एमबिबिएस पढेको रेकर्ड पनि छ होइन. र अहिलेको एसीको बच्चाहरूलाई मैले एडभाइस दिन पर्दाखेरि चाहिँ यो वर्ल्ड अहिले ग्लोबलाइजेसन पिरियडमा गइसकेको छ. पहिला जस्तो सिनारियो छैन. पहिला जस्तै डक्टरै पढ्नुपर्छ भन्ने छैन, इन्जिनियरै पढ्नुपर्छ भन्ने छैन. उसलाई केमा एक्सपर्टिज छ त होइन. ऊ एउटा राम्रो टिचर बन्न सक्छ कि, एउटा राम्रो साइन्टिस्ट बन्न सक्छ कि, एउटा राम्रो डक्टर बन्न सक्छ कि, एउटा राम्रो इन्जिनियर बन्न सक्छ कि, अथवा राम्रो बिजनेस कन्सल्टेन्ट बन्न सक्छ कि, एउटा एन्टरप्रेनर बन्न सक्छ. त्यो अहिले त्यो बच्चाहरूले अहिले नै त्यो भन्छ नि त्यो सेग्रिगेट गर्न चाहिँ सक्दैन होइन. सो प्राइमेरी लेभल पार गरिसकेर अब सेकेन्डरी लेभल स्कुलमा उहाँहरू पढ्दै आउनुहुन्छ. जुन सब्जेक्ट पढे पनि, वेदर दे आर गोइङ टु स्टडी साइन्स, वेदर दे आर गोइङ टु स्टडी म्यानेजमेन्ट, वेदर दे आर गोइङ टु स्टडी ह्युम्यानिटिज होइन. अब साइन्सको कुरा गर्ने भनेर टेक्नोलोजिज अहिले होइन, हेल्थ साइन्सहरू कति अगाडि छ, आइटी टेक्नोलोजी कति अगाडि छ. अब आर्ट्स कुरा गरौँ भने सोसल वर्कहरूको
त्यत्तिकै बिगबिगी छ। अस्ट्रेलियामा सोसल वर्क गर्ने बित्तिकै PR पाइन्छ होइन। हामी सोसल वर्क पढेर भौतारेर हिँडिरहेछौँ होइन। अब म्यानेजमेन्ट कुरा गर्ने हो भने ठुलो कर्पोरेट इन्डस्ट्रीहरू सबै म्यानेजमेन्टले चलाइरहेछ होइन, बिजनेस डिग्रीले चलाइरहेछ। त्यसले गर्दाखेरि यो पढ्नुपर्छ भन्दा पनि इच एन्ड एभ्री सब्जेक्ट इज इक्वली इम्पोर्टेन्ट होइन। जे पढ्दा पनि हुन्छ, तर आफूलाई चाहिँ आफ्नो इन्ट्रेस्ट के हो त। मलाई बिजनेस गर्नु छ भने गो फर द म्यानेजमेन्ट, मलाई खतरा म्यानेजर हुनु छ भने गो फर द म्यानेजमेन्ट, मलाई यो चाहिँ यो मेरो बनाउने तरिका चाहिँ एकदम राम्रो छ, गो फर द म्यानेजमेन्ट। तर होइन म चाहिँ एउटा स्वास्थ्य सेवाग्राही भएर म सेवा गर्छु भने चाहिँ स्वास्थ्य पढ्नलाई त साइन्स पढ्नु पऱ्यो, बायोलोजी पढ्नु पऱ्यो होइन। अब म बिल्डिङ बनाउनु छ, मलाई बिल्डिङ बनाउनु एकदम रहर लाग्छ भने चाहिँ फिजिक्स पढ्नु पऱ्यो, म्याथ पढ्नु पऱ्यो होइन। सो त्यसले गर्दाखेरि 10 क्लाससम्म आइराख्दाखेरि एउटा बच्चाको एउटा माइन्डसेट 40 to 50% माइन्डसेट भइसक्यो हुन्छ कि व्हाट आइम गोइङ टु स्टडी होइन। सो त्यसले गर्दाखेरि कुनै पनि सब्जेक्ट पढ्दाखेरि चाहिँ त्यस्तो केही पनि हुँदैन लाइफमा भन्ने हुँदैन। नो डाउट म्यानेजमेन्ट पनि वाउ हो, साइन्स पनि वाउ हो, ह्युम्यानिटिज आर्ट्स पनि एकदमै धेरै वाउ हो। किनभने ग्लोबलाइजेसनको कुरा गर्ने हो भने डक्टरहरूले भन्दा बढी टिचर्सहरूले स्यालेरी खान्छ होइन। डक्टर्सहरूले भन्दा पनि IT टेक्नोलोजिस्टहरूले स्यालेरी बढी खान्छ होइन। सो त्यसले गर्दाखेरि चाहिँ साइन्स नै पढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ यो क्वेसन साइन्स पढ्नुपर्छ भन्ने खालको चाहिँ अबको यो जेनेरेसन र एआईले चाहिँ त्यसलाई स्टप गरिसकेको छ। पढ्न चाहिँ पर्छ, तर चाहिँ के को लागि पढ्ने भन्ने खालको कुराहरू चाहिँ धेरै डेफिनेसन्सहरू आइसकेको छ। सो होपफुली एनी सब्जेक्ट यु वान्ट टु स्टडी खतरासँग पढ, राम्रोसँग पढ अनि चाहिँ बवाल गरेर भन्छ। थ्याङ्क यू दाइ। अब एसीको स्टुडेन्ट्सको लागि हामीले रिप्रेजेन्ट गरेर हजुरले बोलिदिनु भएको छ एन्ड आई होप इट विल एड समथिङ। र अर्को चाहिँ भर्खरै अब उनीहरू 12 क्लासका विद्यार्थीहरू अब उनी परीक्षाको तयारीमा छन् एन्ड आइ एम स्योर परीक्षा सकेपछि lots of people are going to think about going to foreign study and one of your dimension हजुरको धेरै डाइमेन्सन्सहरू मध्ये एउटा डाइमेन्सन चाहिँ योतिर पनि छ। सो अब बदलिएको परिवेशमा देशमा मौसम अलिकति बदलेको छ। सो बदलिएको परिवेशमा डु यु सजेस्ट youth to see towards foreign land especially for education? अहिलेको युथ्सहरू होइन, सो हु इज ड्रिमिङ टु गो अब्रोड or who is willing to study in हाम्रो होमल्यान्ड होइन। सो दिस इज 2 डिफ्रेन्ट सिनारियोज। पहिलो सिनारियो के हो भने एउटा कलेजमा मैले चाहिँ रिसर्च गरेको थिएँ। सो त्यो कलेजमा 300 जना विद्यार्थी हुनुहुन्थ्यो। 300 जना विद्यार्थीको स्ट्याटिस्टिक्स निकाल्दाखेरि चाहिँ 93% स्टुडेन्टले चाहिँ म बाहिर जान्छु आउट अफ 7%ले मात्रै म नेपालमा पढ्छु। 7%मा पनि जसको आर्थिक स्थिति एकदम कमजोर छ। त्यो सर्वे काठमाडौँकै बनाएको एउटा कलेज। सो त्यस्तो छ होइन। सो 7%मा पनि कसैलाई चाहिँ अब एक्लो छोरा, कोही अब आमा बाउ मात्रै के अरे आमा बाउलाई छोड्न मन लाग्ने अथवा चाहिँ कोही आर्थिक स्थितिले एकदम कमजोर होइन। सो नेपालमा चाहिँ अबको जेनेरेसन कस्तो भयो भने 3-4 किसिमको थट प्रोसेस छ अहिलेको जेनेरेसनमा। एउटा चाहिँ मेरो परिवारमा कोही न कोही अस्ट्रेलिया, हरेक परिवारमा कोही न कोही अस्ट्रेलिया, अमेरिका छ अहिले, अथवा जापान छ, अथवा साउथ कोरिया छ, अथवा कुनै युरोप कन्ट्रिजहरूमा हुनुहुन्छ होइन। अब कि त त्यो सिब्लिङ्सहरूले चाहिँ अट्र्याक्ट गरिरहेछ कि जेठो गयो काजु जानुपर्छ कि, अनि अर्को चाहिँ हामी नेपालीमा के छ भने फल्लाको हाम्रो बाउआमाले हामीलाई के भन्छ भने फल्लाको छोरा गयो त पनि जा भन्ने खालको कुराहरू पनि त्यो एउटा सिको पनि हुन्छ। र नेपालमा बस्नुभन्दा त त्यहाँ जाने गयो भने मेरो छोराले 2 पैसा कमाउला, राम्रो गर्ला, अथवा समाजमा बस्नलाई भए पनि यत्रो धनसम्म छोरालाई बाहिर पठाएन भन्ने खालको थट प्रोसेसहरू अहिले पनि छ यो समाजमा होइन।
अनि अर्को कुरा के छ भने जस्तै एउटा ह्याप्पिली लिभ फ्यामिलीहरू जसलाई आफ्नो छोराछोरीलाई आफ्नो बाउआमाले राम्रोसँग अफोर्ड गर्ने पैसा भए पनि काठमाडौँमा घर भए पनि अथवा काठमाडौँ घर नभए पनि चाहिँ के हुँदो रहेछ भने एउटा बाहिर जाने चाहिँ भनौँ न एउटा लक बसिसकेको छ क्या त्यो जान्छ अब जानेलाई हामीले नजाउँ भन्न नमिल्ने होइन बिकज आई एम इन दिस इन्डस्ट्री फर लास्ट 14 years होइन सो त्यो 14 yearsमा मैले हजारौँ बच्चाको भविष्य बनाएँ होला होइन र यो हजारौँ बच्चाको भविष्य बनाउने क्रममा चाहिँ मैले के भन्छु भने जबसम्म नेपालमा घन्टाको वेजेसको हिसाबले पे हुँदैन तबसम्म हाम्रो इकोनोमी अथवा हाम्रो यो चाहिँ बच्चाहरूलाई रोक्न अलिकति गाह्रो छ होइन अब कसैलाई धेरै जसो बच्चाहरूलाई पढ्दै र काम गर्ने खालको व्यवस्था चाहिन्छ नेपालमा होइन सो अब अर्को सिनारियोमा के छ भने जति पनि कर्पोरेट कम्पनीजहरू छ नेपालमा त्यो कम्पनीजहरूले जहिले पनि फुल टाइम स्टाफ खोज्छ मोर देन 80% अफ द कम्पनी इज सिकिङ फर दि फुल टाइम स्टाफ्स अब पार्ट टाइम त धेरै कमले खोज्ने भयो होइन सो पार्ट टाइम कस्तो कस्तो कम्पनीले लिन्छ त भन्दाखेरि बेलुका व्यवसाय हुने कम्पनीहरूले अथवा दिउँसो व्यवसाय हुने कम्पनीहरूले होइन अब स्कुल कलेज लाग्ने भनेको 11-12 बजीसम्म 10 बजे खोल्ने कम्पनीले त्यो मान्छेलाई राख्न खोज्दैन होइन सो र अर्को कुरा के छ भने कोही अब होइन मैले अहिले मेरो छोरा अथवा छोरीलाई पठाइनँ भने भोलि धेरै ढिला होला कि भन्ने खालको कुरा छ सो यो एभरेज इकोनोमीलाई पनि माथि ल्याउनको लागि चाहिँ धेरै परिवारहरूले आफ्नो सन्तान बाहिर पठाउने चलन छ नेपालमा र यो अझै जान्छ यो अझै 10-15 वर्ष 15-20 वर्ष अझै नेपालीहरूले आफ्नो छोराछोरी बाहिर पठाउँछ प्रेडिक्सन कि अब 10-15 वर्ष अझै जान्छ किनभने यो जस्तै यो नेपालमा कर्पोरेट कम्पनीजहरू धेरै छ तर पनि नेपालको युथ्सहरूलाई धानलाई अझै कम्पनीजहरू चाहिन्छ जुन नेपालको अहिलेको यो नियमहरूले चाहिँ बाहिरको पैसा आउँदाखेरि चाहिँ बाहिरको फन्डिङ आउँदाखेरि चाहिँ धेरै भनौँ न धेरै ठाउँमा घुस खुवाउनु पर्थ्यो नेताहरूलाई होइन सो धेरै लिक्विडिटीहरू धेरै त्यहाँ उसमा चाहिँ प्रब्लम थियो क्या बाहिरको फन्ड आएर लगानी गर्दा पनि होइन सो लोकल मान्छे चाहियो यो चाहियो त्यो चाहियो यो प्रोसेस जानु पऱ्यो त्यो प्रोसेस जानु पऱ्यो होइन सो त्यसले गर्दा एउटा चाहिँ बाहिरको फन्डिङलाई चाहिँ सरकारले एउटा सहज बनाउनु पर्छ अर्को कुरा चाहिँ नेपालमा यो जति अब कर भनेको छ 13% भनेको छ 25% भनेको छ यसमा यति कर भनेको छ यसमा 15% भनेको छ यसमा 300% भनेको छ यो करलाई पनि अलिकति व्यवस्थित बनाउनु पर्छ गभर्मेन्टले होइन सो योहरू भइसकेपछि नेपालमा अलिकति लगानीहरू बढ्छ लगानी बढिसकेपछि पक्कै पनि अपर्च्युनिटिज पाउने युथहरूले नै हो सो इट विल टेक टाइम इट विल टेक 5-6-7 years more but still then the line I think still the youths are thinking to go Australia, US, UK, Canada, New Zealand, Europe and other countries right अब यो स्टुडेन्ट्सहरूलाई अब जानै भन्ने कि नजाने भन्ने होइन जो माइन्डसेट बनाइसकेको छ दे आर नट गोइङ टु स्टे भनेर पनि होइन जसले बनाएको छैन उसको साथीभाइले पनि माइन्डसेट बनाइदिन्छ सो अहिलेको सिनारियो त्यस्तो छ नाउ विल लाइक टु गो टु हजुरको अर्को डाइमेन्सन हजुर लायन्स क्लबको एक्स डिस्ट्रिक्ट प्रेसिडेन्ट भएर सर्भ गरिसक्नु भएको छ सो हजुरलाई वाट डज लायन्स क्लब मिन्स टु यु लायन्स क्लब इन्टरनेसनल मेरो लागि चाहिँ एउटा लिडरसिप सिकाउने एउटा कलेज युनिभर्सिटी नै भनौँ होइन जुन कुरा मैले स्कुलको किताब पानामा पाइनँ त्यो कुरा चाहिँ मैले लायन्सको लिडरसिपमा पाएँ होइन जुन कुरा मैले मेरो पोटेन्सियल्सहरू मैले देखाउन पाइनँ त्यो कुरा चाहिँ मैले लायन्सको लिडरसिपमा पाएँ लियोको लिडरसिपमा पाएँ एउटा चाहिँ भनौँ न अब हाम्रो क्लब्सहरू हुन्छ क्लबमा पनि अध्यक्ष हुन्छ म लियोको अध्यक्ष भएको 2014 सालमा होइन सो आजभन्दा 2014-15 म लियो क्लब काठमाडौँको अध्यक्ष भएको होइन सो ब्याक इन टु अब
अहिले 2026 छ, सो यु क्यान क्यालकुलेट योरसेल्फ। अर्को चाहिँ के भयो भने जब म एउटा तराईबाट आएको बच्चा एउटा 11-12मा पढिरहेको थिएँ र मलाई एउटा काठमाडौँको एउटा कुनामा भाडा लिएर बस्दाखेरि चाहिँ एउटा कोठाको 4वटा वाल बाहेक 2-4जना साथी बाहेकले मलाई चिन्थ्यो। सो अब म लियोमा लागिसकेपछि लियो भनेको चाहिँ युथ अर्गनाइजेसन योङ लायन भन्छ, नेटवर्किङ भन्नुहोस्। सो लियो इज 12 देखि 30 वर्षको बच्चा के अरे वर्ग चाहिँ लियो भन्न पाइन्छ। त्यसमा पनि हुन्छ डिफ्रेन्सिएसन, 12 देखि 18 एउटा एज ग्रुप हुन्छ, 18 देखि 30 एउटा एज ग्रुप हुन्छ। यसमा के पाइन्छ भने यु विल अब क्लबमा के पाइन्छ भने क्लबमा 50 जना छ भने 50 जनासँग एउटा पारिवारिक एउटा हुन्छ नि पारिवारिक अर्को परिवार पाइन्छ। अरू कुरा के पाइन्छ भने जस्तै तपाईँ कुनै इभेन्ट गरिरहनु भएको छ भने त्यो इभेन्ट लिड तपाईँले गरिरहनु भएको छ भने इभेन्ट गर्दाखेरि के गर्नु पर्दो रहेछ भन्ने खालको कुराहरू सिक्न पाइने रहेछ। इभेन्टमा कसरी बोल्ने भनेर त्यहाँ सिक्न पाइने रहेछ होइन। यो कसरी सञ्चालन हुँदो रहेछ त्यो सिक्न पाइने रहेछ। भनेको जब एउटा लियो ठुलो भइसकेर चाहिँ कुनै कम्पनी जोइन गर्छ भने त्यो कम्पनी पनि त लियो चलाए जस्तै हो। भनेको एउटा लियोको अध्यक्षले क्लब चलाए झै कम्पनी चलाए झै देख्छु मैले त होइन। हिजो म लियोमा कार्यक्रम गर्थेँ भने आज म कम्पनीमा कार्यक्रम गर्छु। हिजो म लियोमा लियो म्यानेज गर्थेँ भने आज म स्टाफ म्यानेज गर्छु होइन। सो होला त्यहाँ चाहिँ अब नन प्रफिट अर्गनाइजेसन भएको भएर चाहिँ फन्डिङको त्यति कारोबार नहोला, सबै अब आफैले चाहिँ आफ्नो बाँकी भएको समयलाई युटिलाइज गर्थ्यौँ हामीले भन्दा यहाँ चाहिँ जुन समयले चाहिँ हाम्रो जीविका चल्छ त्यो समय युटिलाइज गरिरहेको छौँ। भनेको मलाई लियोले गर्दा मलाई काम गर्दाखेरि एक्सपिरियन्स चाहिएन क्या। भनेको जुन कुरा हामीले स्कुल कलेजमा सिकाएको थिएन हामीलाई त्यो कुरा चाहिँ हामीले के भन्थ्यो एउटा लिडरसिप एक्सपिरियन्स र अपर्च्युनिटी भन्छ LEO भन्ने। सो आफ्टर 30 यु आर लाइन अर बिफोर 30 यु क्यान बी अ लाइन। इट्स अल अप टु। सो मलाई देशैभरिको नेटवर्क र मेरो लिडरसिप स्किल्सहरू तिखारिँदै गयो। म रिजन चेयरपर्सन भएँ, त्यसपछि लियोको नेपाल वर्गमा धेरै पदहरू हुन्छ र एउटा चाहिँ गरिमामय पद होइन अब डिस्ट्रिक्ट प्रेसिडेन्ट जस्तो पद चाहिँ मैले लियोमा 2023-24मा खाने अवसर पाएँ र त्यति धेरै क्लब्सहरू नेतृत्व गरिरहन पाउँदाखेरि चाहिँ मलाई अलिकति आउट अफ द बक्स पनि फिल भयो र मलाई हेर्ने नजरिया पनि अलिकति फरक भयो। र त्यसले गर्दा आज मैले जहिले पनि समाज सेवामा लागेको मान्छेहरूलाई मैले दुईवटा कुरा सजेस्ट गर्ने गर्छु। एउटा कुरा के भने तपाईँले आफ्नो भएको नेटवर्कलाई समुद्र बनाउनुहोस् र तपाईँले सोसियली लागेको जति पनि सोसियली लाग्नु भएको त सोसल नेटवर्कलाई त प्रोफेसनल नेटवर्क बनाउनुहोस्। सो त्यसले के गर्छ तपाईँलाई एउटा एन्डमा आउटपुट चाहिँ दिन्छ होइन। आज म जुन ठाउँमा छु, हिजो म साउथ एसिया हेड भएर काम गरेको आज मैले अस्ट्रेलियाको थुप्रो युनिभर्सिटिजहरूसँग काम गर्छु, युकेको युनिभर्सिटिजहरूसँग काम गर्छु होइन। धेरै बच्चाहरू मसँग एसोसिएट छ। आज म अस्ट्रेलिया जाँदा मलाई खाना बस्नुलाई होटल खोजिराख्नु पर्दैन होइन, अरू भुटान जाँदा खोज्नु पर्दैन, अरू साउथ एसियन कन्ट्री जाँदा खोज्नु पर्दैन होइन। सो त्यसले गर्दाखेरि आज म जहाँ छु मलाई लाग्छ लियोको मोर देन 80% हात छ जस्तो लाग्छ। अमेजिङ दाइ। अब चाहिँ हामी एउटा अब हाम्रो अडियन्सलाई बोर नगरौँ। एउटा चाहिँ हामी 5वटा क्वेसनको ऱ्यापिड फायर क्वेसन गर्छौँ एन्ड यु हेभ टु सेलेक्ट वान एमङ टू। सो हजुरको लागि वाट इज मोर इम्पोर्टेन्ट, पैसा कि नाम? मलाई नाम। अमेजिङ। मुभी कि बुक? मुभी। मुभी वाइ? क्यान यु एक्सप्लेन ब्रिफली? मुभी बसेपछि त्यो रियल लाइफ एक्सपिरियन्स फिल गर्न पाइन्छ। बुक इज द प्रोसेस यु क्यान स्टडी है। अब मुभी चाहिँ यु क्यान
स्पेन्ड यर टाइम विथ यर फ्रेन्ड्स एज वेल. त्यही भएर अलिक बढी मुभीलाई प्रायोरिटी, बट बुकलाई प्रायोरिटी दिने भन्ने चाहिँ होइन, मुभीलाई अलिक बढी प्रायोरिटी. ट्यालेन्ट कि हार्डवर्क? आई मस्ट से ट्यालेन्ट. Can you explain? Hard work will lead you somewhere, but the talent will give you 10 times more mileage than hard work. Everyone is doing hard work. Everyone might go wherever they want, but the only one thing lacks in them is a talent. So the talent is only one cup of coffee which make them to their goals. Because farmer in our Tarai works more than us. Yes. Okay. And the more and the one who sells their product is more millionaire or billionaire than the others. Yeah. That's a talent. How they are selling. हजुर को हुनुहुन्छ? What do you accept yourself? A dreamer कि एउटा influencer? Actually, I'm a both, because to influence others, you have to be a dreamer, right? So until unless you are not a dreamer, म भोलि के गर्दैछु भन्ने खालको कुरा मैले इमेजिन गरिनँ भने I can't influence others. And finally, what should be our priority? Profession कि family? Family must be the priority, and to make the family happy, you need to take the profession to the second. Family is always the priority. What I'm doing the whole day, whole 8 hours is for the family, right? Because let's say anything happened to my family, I won't come into office. I'll feed my family, do everything for the family, and whatever I'm doing right now is for the family. Amazing. Now again we will come back to our regular section, and our next question is, दाइ हजुर एक्सपिरियन्स गर्नुभयो होला, मान्छे बिजी हुन्छन् हैन, बट स्टिल दे आर मोर बिजी हैन, प्रोडक्टिभ भइरहेको हुँदैन. मलाई अब मेरो भाइहरूले पनि सोध्ने क्वेसन, लाइक म त फर इक्जाम्पल म पढिरहेको हुन्छु तर मेरो रिजल्टहरू आइरहेको हुँदैन. सो दे आर बिजी तर प्रोडक्टिभ दे आर नट प्रोडक्टिभ समटाइम्स. सो प्रोडक्टिभ हुन चाहिँ हजुरको केही सजेसन्स? अब बिजी र प्रोडक्टिभ इज टु डिफ्रेन्ट थिङ्स. बिजी भनेको इज इन्गेज समवेयर. प्रोडक्टिभ इज मिन टु बी चाहिँ केही कुरा गऱ्यो भने चाहिँ सक्सेस होस् भन्ने खालको इज प्रोडक्टिभिटी होइन. सो म यहाँबाट हिँडेर बानेश्वर जान्छु भने म के गर्नुपर्छ त भनेपछि, कि म बाइकले जान्छु, कि म याङ्गो पठाउ इन ड्राइभरले जान्छु, कि म हिँडेर जान्छु होइन. सो त्यो कुरा मलाई थाहा हुनु पऱ्यो नि त होइन. अब म के गर्छु भने म चाहिँ मेरो गाडी लिएर निस्किन्छु, गाडी लिएर निस्केँ, तर मलाई जानु छ बानेश्वर होइन. अब म बानेश्वर जाने वे त मलाई थाहा हुनु पऱ्यो होइन. मलाई वे थाहा छैन भने त म बानेश्वर कहिले पनि पुग्दिनँ भनेको. अब तपाईँ बानेश्वर जाने वेलाई फोकस नगरिकन यु आर थिङ्किङ लट्स अफ थिङ्स इन यर माइन्ड, and you are still thinking you will automatically reach to Baneshwar. That's business. That's not productivity. So your focus should be, where are you going? मैले आज के खाएँ, मैले यो बिर्सेँ, मैले यो भयो, मैले त्यस्तो भयो, अनि गाडी चलाइरहेको छु, हिँडिरहेको छ गाडी, तर थाहा छैन म कहाँ जाँदैछु, कसरी जाँदैछु. भन्न खोजेको सबै कुरा साइडमा छोडेर मान्छेले दुईवटा कुरामा ध्यान दिनुपर्छ, एउटा प्राइमेरी कुरा, एउटा सेकेन्डरी. प्राइमेरी कुरा ऊ अहिले के गर्दैछ त. जस्तै भोलि तपाईँले एक्जामको लागि तयारी गरिरहनु भएको छ, 10 दिनपछि एक्जाम छ भने मैले 60% ल्याउनलाई
मैले 70% ल्याउनलाई मैले कतिवटा च्याप्टर कभर गर्नुपर्छ, अथवा मैले पढ्न सक्छु कि सक्दिनँ। एउटा च्याप्टर पढाएको छु भने मैले पढ्नको लागि मात्रै पढाएको छु कि बुझ्नको लागि पढाएको छु भने जो मान्छेलाई यो बुझ्नु छ, मलाई यो कुरा बुझ्नु छ भन्ने खालको जबसम्म फिल हुँदैन तबसम्म 10 चोटि त्यो पेज पढ्यो पनि बुझ्दैन होइन। सो पहिले एनालाइज गर्नु पऱ्यो मलाई गर्नु के छ। 80% of the student doesn't analyze what they are doing. They're just studying, reading question answers. ल यो क्वेसनमा चाहिँ यो एन्सर लेख्दा के हुन्छ भन्ने खालको कुरा एनालाइज नै छैन क्या। कहाँबाट प्रोडक्टिभिटी आउँछ? So they should know what I'm doing, what I have to do. Exactly. So you know what you are doing internally, but you are not accepting yourself. Not conscious. Not accepting गर्दैन। पढिरहेको छु, थाहा छ मेरो भित्र छिरिरहेको छैन, तर आफूले के भनिरहेको छ सम्झाइरहेछ। आफैले आफूले हामी सम्झाउँछौँ क्या, मैले पढिसकेँ, भ्रमै, मैले पढिसकेँ, मैले गरिसकेँ भन्न खोजेको सेल्फ रियलाइजेसन चाहिँ चाहिन्छ। मानिसहरू जानु छ भने होइन, थाहा छैन भने गुगल म्याप सोध्नु, गुगल म्यापले जहाँ जहाँ भन्छ त्यसरी जानु पऱ्यो एडभाइस होइन। म आफ्नै तरिकाले म यसरी गएर पुगिहाल्छु नि भन्ने खालको कुरा चाहिँ हुँदैन। क्वेसनले किताबमा लेखेको एन्सर सोध्छ भने किताब हेर्नु पर्यो, मोबाइलको एन्सर हेरेर भएन होइन, साथीलाई सोधेर भएन, आफूलाई थाहा छ यो एन्सर यहाँ छ तर हामी जान्नौँ होइन। द्याट्स अ मेजर इस्यु। अब फाइनली भन्दा नि वी हेभ सम मोर क्वेसन, बट हामी सुरुमै हजुरको जर्नी जानेनौँ बिकज दे वान्ट टु हेभ सम एडभाइस विच इज भेरी वन्डरफुल। मलाई लाग्छ तपाईँको यो क्वेसन्सले निकै भ्यालु एड गरेको छ हाम्रो आजको पोडकास्टको 4th एपिसोडमा। लाइक नाउ वी वान्ट टु नो योर जर्नी बिकज आई थिङ्क वी आर फ्रम सेम प्लेस। सो हजुरको चर्चा भइरहेको हुन्छ त्यो ठाउँमा, एन्ड आई थिङ्क स्पेसली हाम्रो एरियामा त देयर इज नो बडी हु डोन्ट नो हु इज सरोज महतो। सो दे वान्ट टु काठमाडौँका धेरैले आई थिङ्क दे मस्ट नट बी अवेर बिकज तपाईँ रेयरली सेयर गर्नुहुन्छ यो कुराहरू। सो क्यान यु प्लिज सेयर योर जर्नी हाउ अ बोय फ्रम तराई केम टु काठमाडौँ एन्ड यु आर हियर राइट नाउ, योर जर्नी from your view, from your angle. So I'm very simple man, right? So I always think for my family, my peoples, my friends. The more thing is like I belong from the very average family. The first thing is that. Second thing is like my family has done lots of struggle to make me where am I right now, right? So त्यो कुरा अब अर्को कुरा चाहिँ जस्तो भए पनि म मेरो पढाइ ज्ञानोदय स्कुलबाट सुरु भयो र मैले ज्ञानोदय स्कुलबाट मैले पढाइ मेरो सकाएँ क्लास 10। म 1 वर्ष मेरो सरकारी स्कुलमा पनि पढेको मसँग अनुभव छ र Can you clear the school? Sri Narayani school, right? So I studied class 9 over there. So I had much experience how the classes was, how the teacher was in the both government school and private schools. So म चाहिँ पहिलेदेखि नै टपर पनि हैन, मिडल पनि हैन, लोवर पनि हैन। मेरो रोल नम्बर जहिले पनि कहिले 5, कहिले 6, कहिले 7 हुन्थ्यो। अनि त्यो बेलाको पढाइ चाहिँ वाज मजा पनि आउँथ्यो हैन। होमवर्क नगर्दाखेरि टिचरहरूले पनिसमेन्ट दिने कुराहरू चाहिँ धेरै कुराहरू हुन्थ्यो र मलाई लाग्छ त्यो कुरा, त्यो स्ट्रिक्टनेस अहिले पनिको जेनेरेसनलाई सायद पस्दैन होला हैन। सो क्लास 10 सकाइसके पछाडि we are not able to afford my tuition fees in the Kathmandu. Still, my parents managed to send me here in Kathmandu. I admitted to this course.
देन आई वाज एडमिटेड टु जेएस कलेज विच इज कालीमाटी राइट नाउ। एउटा मेरो चिनेको अङ्कल हुनुहुन्छ, उहाँले गएर एडमिसन गरिदिनु भयो मलाई र त्यहाँ 11-12 पढियो। त्यसपछि चाहिँ मैले अहिले मेरो अब बायोलोजी लिएर पढेँ, म डक्टर बन्छु भनेर मेरो सपना थियो होइन। त्यसपछि बायोलोजी लिएर पढेँ, अनि सकाएँ, एमबिबिएसको तयारी पनि गरेँ, नाम पनि निस्कियो, तर चाहिँ केमा निस्कियो भन्दा फुल पेडमा निस्कियो। सो त्यत्रो पैसा तिर्ने हामीसँग क्यापेसिटी पनि थिएन। अनि टाइम लस गर्नुभन्दा लट्स अफ पिपल वर गोइङ, मेरो माई फ्रेन्ड्स वर गोइङ टु बेङ्गलोर फर द इन्जिनियरिङ, फ्यु वर गोइङ फर द नर्सिङ होइन। अनि कतिपय स्टुडेन्ट्सहरू चाहिँ युरोप गइरहनु भएको थियो होइन। त्यो बेला अब अस्ट्रेलिया जाने लर थियो होला, तर अब आई वाज नट फुल्ली अवेर अफ द्याट। अनि त्यसपछि चाहिँ म चाहिँ काठमाडौँ कलेज अफ इन्जिनियरिङ कालीमाटीमा छ, मेरो कलेजको छेउमै थियो। सो मैले चाहिँ यहाँ चाहिँ भर्ना गरेँ, ब्याचलर्स इन मेडिकल माइक्रोबायोलोजी भर्ना गरेँ होइन। सो त्यहाँ मेरो पढाइको जर्नी स्टार्ट भयो र त्यो सँगसँगै मैले चाहिँ मेरो लिमिटेड साथीहरू थियो, स्कुलको साथीहरू थियो, हामी सँगै बस्थ्यौँ, धेरै स्ट्रगल गरेका थियौँ। मैले गाउँकै कि काठमाडौँ? गाउँकै। अनि जब मैले ब्याचलर सुरु गरेँ, मैले चाहिँ ट्युसन पढाउँथेँ उसमा इन्स्टिच्युटमा होइन। त्यहाँ चाहिँ क्लास 8, 9, 10 को स्टुडेन्ट्सहरूलाई ट्युसन पढाउँथेँ मैले त्यहाँबाट अलिअलि अर्निङ आउँथ्यो। अनि एकजना मेरो साथीले चाहिँ कलेजकै साथीले मलाई लियो क्लब इन्ट्रोड्युस गरायो। त्यसपछि त्यहाँबाट चाहिँ सोसल अर्गनाइजेसनहरूमा इन्ट्रोड्युस भएँ। अनि लकिली 2015-16 210वटा कन्ट्रिजबाट नोमिनेट गर्दा नेपालबाट चाहिँ I was selected as International Leader of the Year for Lions Club International, which is the very prestigious medal I have got from the Lions होइन। त्यो भनेको चाहिँ अब होल नेपालमा एकजनालाई आउने हो होइन। सो त्यो मैले पाएको थिएँ, त्यो पाउने मौका मैले पाएको थिएँ। र म जुन जिल्लामा थिएँ त्यो जिल्लाको लागि पहिलो व्यक्ति नै म थिएँ होइन। सो त्यसको लागि पनि फेरि लाइन्समा 4वटा जिल्ला हुन्थ्यो पहिला, पछि चाहिँ अलिकति बढी भएको। यताको छुट्टै व्यवस्था त्यो हाम्रो एउटा जिल्ला 75 जिल्ला जस्तो होइन, देयर वाज 4 डिस्ट्रिक्ट, अहिले 15 डिस्ट्रिक्ट छ। अनि त्यो आफ्नो विभाजन गर्छ लाइन्सले, आफ्नो एरिया छुट्याएर। त्यस पछाडि मेरो इन्टरनेसनल एजुकेसनको जर्नी सुरु भयो। म एउटा कार्यक्रममा स्पिच दिँदै थिएँ, त्यहाँबाट एउटा लाइन्सको कन्सल्टेन्सी रहेछ, उहाँले चाहिँ मलाई ल्याएर आफ्नो कम्पनीमा राख्नुभयो इन 2013मा, सरी 12मा होइन। 2012मा मलाई लिएर आउनुभयो। प्लस 2 पढ्दै गर्दाखेरि ठ्याक्कै सकिने बेला ओके होइन। 11मा मेरो प्लस 2 सकियो होइन। सो ब्याचलर्स ठ्याक्कै सुरु हुने बेला मलाई गरेको थियो। सो मैले के गरेको भने त्यो बेला चाहिँ प्रोफेसनल्ली म काम पनि गरिरहेको थिएँ र सोसल्लीमा एक्टिभ पनि थिएँ। अनि त्यो दुइटै कुरालाई ब्यालेन्स गर्दै गएको थिएँ कि मैले होइन। पढ्थेँ पनि, समाजसेवा पनि गर्थेँ र प्रोफेसनली काम पनि गर्थेँ, ट्युसन पनि पढाउँथेँ होइन। सो त्यसले गर्दाखेरि चाहिँ 3-4वटा कामहरू चाहिँ प्यारलेली मैले गर्थेँ र मैले म्यानेज पनि गर्थेँ। र बचेको एउटा शनिबार चाहिँ मैले लिएर लाइन्सलाई दिन्थेँ होइन। सो त्यसले गर्दाखेरि चाहिँ त्यो नेटवर्कले गर्दाखेरि मैले त्यसैभरि नाम कमाउन सफल भएँ। आज लाइन्सको पनि अध्यक्ष भइसकेर लियोको त राष्ट्रिय के अरे डिस्ट्रिक्ट प्रेसिडेन्ट भनेको हाम्रो त राष्ट्रिय लेभलकै हुन्छ प्रायः होइन। सो त्यो एउटा त भइहाल्यो। तर अब अहिले चाहिँ म लायन्सको जोन चेयरपर्सन छु काठमाडौँ क्षेत्रको। र प्रोफेसनली हेर्दा पनि मैले मेरो सोसल लाइफमा सोसल नेटवर्किङलाई मैले प्रोफेसनल नेटवर्किङमा कन्भर्ट गरेको होइन। सो जहाँ पनि मैले पाइला टेकेको छु त्यहाँ चाहिँ मैले मेरो सबै कुरा दिएको छु। र कहिले पनि हामीले मान्छे बनाउन जाने हो होइन। सो यो एन्टरप्रेन्योर जर्नीमा चाहिँ के लाग्छ भने हामीले जुन कुरा गरिरहेछौँ त्यसलाई एकदमै राम्रोसँग गर्नुपर्छ भन्ने जस्तो लाग्छ पहिलो कुरा। र दोस्रो कुरा चाहिँ जब तिमी गर्छौ पुरा हृदयले गर्यो भने तिम्रो वरिपरिको चिज पनि त्यो काम गर्नतिर चाहिँ तिमीलाई प्रेरित गर्छ क्या। सो त्यसले गर्दाखेरि चाहिँ
मलाई मेरो अलिकति नेपालभरिको नेटवर्क अलिकति स्ट्रङ छ। म इन्टरनेसनल एजुकेसन इन्डस्ट्रीमा अलिकति पायनियर नै भइसक्यो र चाहिँ मलाई लाग्छ तराईको हरेक बच्चाहरू अलिकति आफ्नै देशमा केही गरौँ भन्ने भावना लिएर हिँड्यो भने चाहिँ मभन्दा अलि ठुलो मान्छे बन्न सक्छ जस्तो लाग्छ। इन्ट्रेस्टिङ दाइ। हामी चाहिँ अब हजुरलाई नेक्स्ट क्वेसन चाहिँ के प्रश्न गर्न चाहन्छु भने एन्ड यु हेभ टु एन्सर इन 2-3 सेन्टेन्स। तपाईँलाई काठमाडौँ सहरले धेरै दिएको छ हामीले हेर्दाखेरि। सो वाट डज काठमाडौँ सिटी मिन्स टु यु? काठमाडौँ सिटी मिन्स टु मी, मेरो लागि चाहिँ काठमाडौँ एउटा अपर्च्युनिटी नै भन्छु म। सो देयर आर लट्स अफ अपर्च्युनिटिज and whoever can drag whatever they want. सो हामी सबैको प्रेरणा हुन्छ, प्रेरणाको स्रोत व्यक्तिहरू हुन्छन्, कतिपयको फ्यामिली, whoever can be। हजुरको लागि चाहिँ who is the greatest inspiration in your life? मेरो लागि इन्सपिरेसन चाहिँ मैले there are lots of people who has inspired me, तर मेरो लागि अलिकति inspirational people अहिलेको क्षणमा if you are talking then I think Ravi Lamichhane is more inspiring people for me because the way he speak inspires me, the way he deals inspires me, and the way he is leading right now the nation inspiring. His sacrifice is might be the wrong sentence for him because he is the person he is the president of that particular party who is leading the country. Amazing. Like obviously last question, and this is the most important question of our podcast. Like what is the message to a 22 years old young guy or a youth जो केही गर्न चाहन्छ and he is out of direction? For example, few months ago I had came to you and I think your advice added value to me. I'm in Kathmandu University and because of you, and if this value adds to me then I think यो प्रेरणा अरूलाई पनि हुन सक्छ बिकज म इजिली इन्फ्लुएन्स हुँदैन कोहीसँगबाट कोहीबाट पनि, बट यु हेभ रियली इन्फ्लुएन्स्ड मी। सो एउटा 22 वर्ष 20 वर्ष 18 वर्षको केटो जो केही गर्न चाहन्छ, बिकज वी थिङ्क वान कन्भर्सेसन क्यान बी समवन्स लाइफ लाइन। सो हजुरलाई एउटा मेसेज चाहिँ के दिन चाहनुहुन्छ अलिक डिटेलमा? मैले एउटा मात्रै मेसेज के दिन चाहन्छु भने अहिलेको युथहरूलाई केही पनि बिग्रेको छैन, केही पनि बिग्रेको छैन। यदि 22 वर्षको कुरा गर्दै हुनुहुन्छ भने त्यो पर्टिकुलर युवा +2 सकाएर 2-3 वर्ष भड्किएको हुनसक्छ। यदि 22 वर्षको कुरा गरिरहनु भएको छ भने 3 वर्ष 3.5 वर्ष भड्किएको हुनसक्छ, जसको उसँगको पढ्दै गरेको साथीहरू ब्याचलर 3rd इयर 4th इयरमा हुनसक्छ। यदि तपाईँ 20 वर्षको कुरा गरिरहनु भएको छ भने त्यो +2 को रिजल्ट आएर 1 वर्ष उतारिएर अर्को वर्ष चाहिँ के गरौँ भन्ने खालको दौडमा हुनुहुन्छ। 3-4वटा एकदमै महत्त्वपूर्ण कुराहरू छ यसमा, सबैजनाले सुन्नै पर्ने बुझ्नै पर्ने। तपाईँ +2 गरिरहनु भएको छ र ब्याचलर्स पढ्ने नै एउटा सोलिड पोइन्ट हो। के गर्ने भन्दा पनि ब्याचलर्स पढ्ने कहाँ पढ्ने? नेपालमा पढ्ने बाहिर पढ्ने? नेपालमा पढ्ने हो भने 2 वर्ष तपाईँ ग्याप राख्नुभयो भने तपाईँको टाइम खेर जान सक्छ। बाहिर पढ्ने हो भने पनि जति ग्याप हो त्यति भिजा रिफ्युजलको चान्सेस हाई हुनसक्छ। बाहिर जाने हो भने टाइम वेस्ट नगर्नुहोस्, +2 सकाउनुहोस्, रिजल्ट आउँछ आइएल्टिएस पठाइदिनुहोस्, बाहिर जानुहोस् होइन। तर यदि कोही नै परिवार सक्षम छ र आफ्नो बच्चालाई राम्रो
संस्कार अथवा राम्रो नलेज अथवा चाहिँ उसको माइन्ड क्यापेसिटीलाई अलिकति डेभलप गराउने सोच्नु भएको छ भने दिस मेसेज इज फर स्पेसली पेरेन्ट्स पनि आई विल सजेस्ट देयर चिल्ड्रेन नट टु सेन्ड फर द ब्याचलर्स। ब्याचलर्स नेपालमै पढाउनुहोस्। नेपालमा पढ्दाखेरि के हुन्छ, उसले दाल भात तरकारी घरमा बसेर खान पाउँछ, घरबाट ब्याचलर्स पढ्न जान पाउँछ। ऊ कलेज जान्छ, कलेजबाट फर्किन्छ, फेरि घरमा आएर बसेर फेरि पढ्न पाउँछ। उसलाई भोलिको ट्युसन फी कलेज फी तिर्नुपर्छ भने स्ट्रेस हुन्छ? हुँदैन। ट्युसन फी पनि त्यति धेरै महँगो हुँदैन। त्यसले गर्दाखेरि स्ट्रेस घटाउँछ, फ्यामिलीको पनि स्ट्रेस के हुन्छ, घटाउँछ। अब एउटा +2 पढेको बच्चा जो हिजो भर्खर 2 वर्ष अगाडि 10 क्लास पास गरेको थियो, 11-12 भर्खरै आमाको र बाउको काममा बसेर हुर्किएको एउटा छोरा या छोरी तपाईँ म सिधै अस्ट्रेलिया जान्छु, अमेरिका जान्छु, युके जान्छु, क्यानाडा जान्छु, न्युजिल्यान्ड जान्छु, युरोप जान्छु भन्नुभयो भने त्यो पर्टिकुलर स्टुडेन्ट गाउँबाट काठमाडौँ आए सर नै हो, काठमाडौँबाट अस्ट्रेलिया गए सर नै हो। त्यहाँ पनि गएर भौतारी नै पर्यो। यहाँबाट कन्सल्टेन्सीले कति लाख डलरकोमा हालिदिएको हुन्छ होइन। त्यहाँ गएर 6 महिनाको फी तिर्या हुन्छ, अर्को 6 महिना फी तिर्नलाई के काम गर्ने नै थाहा छैन होइन। भन्न खोजेको चाहिँ अब 1 महिना बित्यो टेन्सन बढ्यो, अर्को महिना खान बस्ने पैसा छैन, ऊ स्ट्रेस हुन थाल्छ। 4 महिना 5 महिनासम्म काम पाएन भने उनी फ्रस्ट्रेसन हुन्छ, डिप्रेसन हुन्छ, र त्यस्तो बच्चाहरूले सुसाइड गर्छ। तपाईँको आफ्नो छोरा र छोरी भनेको त्योभन्दा अमूल्य सम्पत्ति केही पनि होइन। त्यसले गर्दाखेरि सक्नुहुन्छ ब्याचलर्स नेपालमै पढाउनुहोस् अनि बल्ल मास्टर्स पढ्नलाई पठाउनुहोस्। त्यो भएर के हुन्छ, बच्चाको मेन्टल ग्रोथ हुन्छ, बच्चाको मच्युरिटीको लेभल अलिकति बढ्छ। तपाईँले विभिन्न खालका ट्रेनिङ्सहरू नेपालमा गराउन पाउनुहुन्छ। उसले पार्ट टाइम कतै काम गर्न पाउँछ र सबैभन्दा बढी इम्पोर्टेन्ट तपाईँसँग बस्न पाउँछ। र छोरा छोरी आमा बाउ सँगै हुनु भनेको मलाई लाग्छ योभन्दा ठुलो सम्पत्ति केही पनि होइन। सो जति सक्नुहुन्छ नेपालमा ब्याचलर्स पढाउनुहोस् र मास्टर्सको लागि मात्रै बाहिर पठाउनुहोस्। यदि ब्याचलर्स पढ्न जाँदै हुनुहुन्छ भने टाइम वेस्ट नगर्नुहोस्, गइहाल्नुहोस्। आफ्नो रिलेटिभ हुनुहुन्छ बाहिर, त्यो देशमा जुन देशमा जानुहुन्छ त्यो देशमा आफ्नो नेटिभ छ भने जानुहोस्, तर चाहिँ सकेसम्म मास्टर्स पढ्नलाई मात्रै जानुहोस् भन्ने मेरो मेसेज छ तपाईँलाई। Thank you so much. Now we are at the end of this podcast. र I hope यो पोडकास्टले तपाईँले केही न केही भ्यालु एड गर्नेछ। एन्ड वी आर अलरेडी 1.4K subscriber family. And thank you for making 1.4 from 1.3 yesterday. And if it has added value in your life, then please do subscribe our channel. And thank you so much, sir. I think तपाईको एडभाइसले at least if few people को पनि केही helpful हुनेछ भएको छ भने it will be a great achievement for us. Thank you so much. Thank you.